आज म हजुरहरूको लागि एकदमै स्पेशल कोरियन करेन्ट चाउचाउको रेसिपी लिएर आएकी छु। यो रेसिपी बनाउन एकदमै सजिलो छ र मैले आज चाहिँ एकदमै हेल्दी तरिकाले पनि बनाएकी छु। एकपल्ट हजुरहरूले पनि यो रेसिपी ट्राई गर्नुहोला र कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुहोला। हेलो एभ्रिवान, यम्मी फुड रेसिपीमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। अब भने म सुरु गर्न जाँदैछु यो करेन्ट नुडल्सको रेसिपी। त्यसको लागि मैले एउटा भाँडोमा पानी बसालेँ। पानी उम्लिसकेको छ। यो चाहिँ कोरियाबाट नै लिएर आएको कोरियन करेन्ट नुडल्स हो। यो चाहिँ मलाई मेरो देवर बाबुले गिफ्टमा ल्याइदिनु भएको हो। यसलाई चाहिँ मैले यो उम्लिएको पानीमा राखेँ। मैले चाहिँ 2वटा प्याकेट नुडल्सलाई लिएकी छु। करेन्ट नुडल्सलाई मैले चाहिँ दुवैवटा प्याकेटलाई नै यो उम्लिएको पानीमा राखेँ। हामीले चाहिँ धेरै बेर उमाल्नु पर्दैन, 3-4 मिनेट उमाल्यो भने यो एकदमै रेडी हुन्छ। र त्योभन्दा धेरै हामीले उमाल्यौँ भने चाहिँ यो एकदमै धेरै फतक्क भएर पाक्छ र मिठो हुँदैन। यसरी मैले 2-3 मिनेट जति उमाल्छु र मैले यता अर्को ग्यासमा बसालेँ र मैले यतातिर चाहिँ कराईलाई बसालेँ। उता चाहिँ यो नुडल्स पाक्दैछ। लगभग यो पाकिसकेको छ। यत्तिका भइसकेपछि यो रेडी भइसक्यो। यसलाई चाहिँ हामीले अब पानी निथारेर लिन्छौँ। यता कराईमा मैले 2 चम्चा तेललाई राखेँ। तेल राखेपछि अब चाहिँ मैले मसिनो गरेर काटेको प्याजलाई राख्छु। यसलाई पनि मैले 2 मिनेट जति यसरी चलाएर भुट्छु। यसरी हल्का ब्राउन हुने गरेर। अब यत्तिका पाकिसकेपछि अब मैले यसमा राख्दैछु मसिनो गरेर काटेको गाजर र सिमला मिर्च र यसलाई पनि राखेर एकछिन 2-3 मिनेट जति चलाएर यसरी पकाउँछु। यसलाई धेरै बेरसम्म एकदम धेरै पाक्ने गरेर पकाउनु पर्दैन। मैले यसमा थोरै बेसार र थोरै नुनलाई राखेँ। यो चाहिँ नराखे पनि हुन्छ र राखे पनि खासै फरक पर्दैन, किनभने मैले धेरै भेजिटेबलहरू मिक्स गरेर बनाउँदा चाहिँ खासै फरक पर्दैन। अब यत्तिका पाकिसकेपछि यसमा मैले राख्दैछु थोरै चिकन। यो मासु चाहिँ मैले बिहान नै पकाएको ग्रेभीवाला यो बोनलेस चिकन हो। यसलाई मैले सानो पिस गरेर लिएकी छु। हजुरहरूले फ्रेस चिकन भर्खरै लिएर आएर फ्राई गरेर राख्न पनि सक्नुहुन्छ। यसरी यसलाई पनि मैले 1 मिनेट जति यसरी चलाएर पकाउँछु। यसलाई चाहिँ हामीले धेरै बेर पकाउनु पर्दैन। अब यत्तिका पाकिसकेपछि मैले यसमा राख्दैछु अघि बोइल गरेको नुडल्स। यसरी बोइल गरेर पानी मात्रै निथारेर लिएकी हुँ। हामीले यो बनाउन चाहिँ 15 मिनेटको टाइम भयो भने एकदमै काफी छ। धेरै समय पनि लाग्दैन र सबै नुडल्सलाई राखेँ र एकपल्ट मैले राम्रोसँग सबै मिक्स हुने गरेर चलाउँछु। चलाइसकेपछि अब भने यसमा मैले प्याकेटभित्र रहेको सबै स्पाइसेस र मसलाहरूलाई नै राख्छु। अब यो राखिसकेपछि हामीले एक्स्ट्रा मसलाहरू केही पनि राख्नु पर्दैन। अब यसलाई पनि मैले राम्रोसँग मिक्स हुने गरेर एकपल्ट चलाउँछु। हामीले चाहिँ मिडियम टु लो हिट बनाएर नै पकाउन मिल्छ।
हामीले यो नुडल्सलाई बोइल गरेर यसरी यसमा रहेको स्पाइसेसहरूलाई अलग्गै मिक्स गरेर पनि खान मिल्छ र यसरी हामीले भेजिटेबलहरूमा पकाएर पनि खान मिल्छ। यसमा चाहिँ अब मैले राख्दैछु रायोको सागलाई चाहिँ मैले धेरै लिएकी छैन, 6वटा पत्ता छ। यसलाई चाहिँ मैले 2वटा पिस गर्छु भाँचेर र मैले यसलाई यत्तिकै राख्छु। यो चाहिँ एकदमै नरम छ, त्यही भएर यो चाहिँ 2 मिनट जति यसरी मैले पकाउँदाखेरि नै पाक्छ। धेरै बेर पकाउनु पर्दैन, यसरी साग राखेर पकाउँदा पनि एकदमै मिठो एकदमै यम्मी हुन्छ। हजुरहरूले नि एकपल्ट यसरी नै ट्राई गर्नुहोला र एकदमै हेल्दी पनि हुन्छ। यस्तै पुरा भिडियो हेरेर कस्तो लाग्छ लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला है। र यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नबिर्सिनु होला। हेर्नुस् त हाम्रो यो नुडल्स एकदमै रेडी भइसकेको छ खानको लागि। यो सागहरू पनि एकदमै पाकिसकेको छ 2-3 मिनट पकाउँदा नै। अब भने मैले एउटा प्लेटमा हजुरहरूलाई सर्भ गरेर देखाउँछु। हेर्नुस् त एकदमै यम्मी बनेको छ, एकदमै हेल्दी पनि हुन्छ यसरी भेजिटेबलहरू मिक्स गरेर बनाउँदा। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। हवस् त बाई, सी यू नेक्स्ट भिडियोमा। वाह कति राम्रो, कति मिठो।